हेर 5 6 7 8 8बाट के बन्दैछ हेर्नु त साथीहरू। उड्न लागेको चरा होइन। 7बाट पनि चरै आइछ होइन। ल हेर्नु यस्तो यस्तो खाले चरा बनाउन सकिँदो रहेछ। ल हेर्नु 6बाट पनि बिरालो बन्दो रहेछ साथीहरू। बिरालो नै हो। ल हेर्नु 6बाट बिरालो बन्दो रहेछ। हेर्नु त यस्तो दामी बिरालो बन्यो है साथीहरू। ल हेर्नु 5बाट पनि चरा बन्यो। ल हेर्नु कस्तो दामी लाग्यो होइन साथीहरू। यो चाय पिउने कप बन्दैछ है साथीहरू। ल हेर्नु कस्तो दामी तरिकाले बनाउँदैछन्। यस्तै पेन्टिङ बनाएको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। नयाँ हुनुहुन्छ भने मेरो पेजलाई फलो पनि गरिदिनु होला है साथीहरू। ल हेर्नु त कस्तो दामी तरिकाले बनायो। ओ माई गड। ल हेर्नु कप दामी तरिकाको कप भयो। ल यस्तै खप्टाएर राखे जस्तो है। दामी भयो दामी। मान्छेहरूको कला पनि कस्तो कस्तो हुन्छ है साथीहरू। हेर्नु त यस्तो दामी केटी बन्छ। हेर्नु त साथीहरू चाइनिज केटी। म त यो भिडियो हेरेर पनि छक्कै भएँ के। अनि यो भिडियो मैले साथीहरूलाई देखाउनु पर्छ भनेर बनाएको छु। हेर्नु त यस्तो दामी बन्छ यो केटी होइन। सेम टु फोटो खिचे जस्तो के होइन। ल हेर्नु यस्तो लाग्छ कि यो पेन्टिङ होइन कि जस्तो लाग्छ कि होइन। होइन त गजब। ल हेर्नु साथीहरू बाघको चित्र बन्दैछ है। बाघ कसरी बन्दो रहेछ भिडियो अन्तिमसम्म हेर्नु भने थाहा हुन्छ है। यस्तो दामी बन्छ नि। तपाईँहरू पनि घरमा बच्चाहरू छन् भने बच्चाहरूलाई देखाएर यस्तो चित्र बनाउन सक्नुहुन्छ है। बनाउन दिन सक्नुहुन्छ बच्चाहरूलाई होइन। ल हेर्नु भिडियो अन्तिमसम्म हेर्नु यस्तो दामी बन्छ नि। यो पेन्टिङ गरेको अन्तिमसम्म हेर्नु होला है। ल हेर्नु त यो त सुरुवात हो। भिडियो अन्तिमसम्म हेर्नु होला नि थाहा हुन्छ भिडियो। यस्तो दामी तरिकाले बन्छ नि बाघको चित्र। बन्दैछ। ल हेर्नु खुट्टाको नङ्ग्रा बन्दैछ। खुट्टाको नङ्ग्रा खुट्टाको नङ्ग्रा भइसक्यो है साथीहरू। भिडियो हेर्दै जानु साथीहरू। भिडियो हेर्दा हेर्दै भिडियोलाई लाइक पनि गर्न सक्नुहुन्छ। भिडियोलाई सेयर पनि गरिदिनु है। ल हेर्नु पुच्छर बनेर आँखा नाक सब दामी बनिसक्यो। यो हो नि तरिका। ल हेर्नु ओहो यतिको कलालाई साथीहरू सबैजनाले सम्मान गर्नुपर्छ। भिडियोलाई सेयर गरेर सम्मान गर्न सक्नुहुन्छ है साथीहरू। ल हेर्नु सेम टु सेम भएन त अनि बाघ। ओ माई गड। यो भिडियोमा देखाएको छ नि मोबाइलको लक जस्तो होइन। तर यो लकबाट के बन्छ भिडियो हेर्नु त अन्तिमसम्म हेर्नु है भिडियो। ल हेर्नु है हेर्दै जानु है भिडियो। यस्तो दामी चिज बन्छ नि। ल हेर्नु ल हेर्नु कुखुराको भाले बनाए जस्तो छ होइन। हो कुखुराको भाले बनेन त कति दामी। ल हेर्नु साथी तपाईँले पनि बनाउन सक्नुहुन्छ यस्तरी। ल हेर्नु दामी भएन त साथीहरू। 1 देखि 5 सम्मको नम्बर युज गरेर 1 देखि 4 सम्मको नम्बर युज गरेर के बनाउन सकिँदो रहेछ हेर्नु त। च्याउ यो च्याउ बन्यो होइन साथीहरू। होइन च्याउ पनि होइन चरा बन्यो। ल हेर्नु यो हो भँगेरा चरा है। भँगेरी चरा हो यो। अब यसबाट के बन्दो रहेछ 3बाट यो पनि चरै हो। ल हेर्नु यो सुगा बन्यो। यो सुगा हो यो। ल हेर्नु साथीहरू कस्तो आसान तरिकाले बनाउन सकिँदो रहेछ साथीहरू। तपाईँहरू पनि घरमा बच्चाहरूलाई यस्तै तरिकाले बनाउन दिन सक्नुहुन्छ है साथीहरू। भिडियो हेरेर केही फरक पनि पर्दैन। बच्चाहरूलाई देखाउन सक्नुहुन्छ। 2बाट के बन्दो रहेछ 2बाट पनि यो सुगा बन्दो रहेछ साथीहरू। ल हेर्नु सुगा होइन यो अर्कै चरा। यो नि भँगेरी चरा हो यो।
ल हेर्नु अब एकबाट के भन्दो रहेछ ल हेर्नु त कस्तो राम्रो चरा भने यस्तो पेन्ट गरेर यस्तो दामी देखियो नि एकबाट पनि त्यही चरा नै रहेछ सुगा चरा यो फिस्टी चरा ल खोलामा हिँड्ने फिस्टी चरा ल भयो दामी ओ माई गड भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु प्लास्टिकको बोतलबाट होइन यो लाइट होइन गार्डनमा राख्नको लागि घरमा सजाउनको लागि होइन यति राम्रो बनाउँछन् नि यो भिडियो अन्तिमसम्म हेर्नु अनि थाहा हुन्छ है साथीहरू तपाईहरु पनि घरमा सजाउनको लागि यो भिडियो हेरेर बनाउन सक्नुहुन्छ होइन कति राम्रो तरिकाले अति आसान तरिकाले होइन बनाउँदै हुनुहुन्छ यो भिडियो अन्तिमसम्म हेर्नु है त ल हेर्नु न कस्तो आसान तरिकाले बनाइराखन् के मलाई एकदम सही लाग्यो होइन साथीहरू तपाईहरुलाई कस्तो लाग्छ होइन कमेन्टमा भन्न सक्नुहुन्छ होइन हैन मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट शेयर गरेर अनि यो भिडियोलाई सेभ गरेर पनि राख्नु हैन तपाईहरु पनि पछि केही पार्टी साटीमा बर्थडेमा जाँदाखेरि यो लाइट बनाएर युज गर्न सक्नुहुन्छ हैन लाइन कति दामी छ हैन यस्तो दामी तरिकाले बनाउँछन् नि यो फाइनल रिजल्ट अब यो भइसक्यो हैन ल हेर्नु कस्तो दामी भयो हैन अब यसमा तपाईले लाइट लगाइदिनु चलाउन सक्नुहुन्छ मस्त हुन्छ ल हेर्नु दामी भएन त यो पेन्टिङ हेरेर तपाईहरुलाई पनि बनाउन मन लाग्छ यो पेन्टिङ हेर्नु त साथीहरु यस्तो मजाले पेन्टिङ बनाउँछन् नि यो दाइले ल हेर्नु त यस्तो आसान तरिकाले पेन्टिङ बनाउँछन् नि साथीहरु तपाईहरुले पनि बनाउन सक्नुहुन्छ है पेन्टिङ ल हेर्नु यस्तो पेन्टिङ बनाएर तपाईहरुले घरमा पनि सजाएर राख्न सक्नुहुन्छ ल हेर्नु त यस्तो राम्रो तरिकाले पेन्टिङ बनाउँदैछन् ल हेर्नु त कति राम्रो बन्छ यो पेन्टिङ ओ माई गॉड साथीहरु पेन्टिङ कस्तो लाग्छ हैन भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला है हेर्नु त कस्तो दामी भयो ओ माई गॉड देख्नु भयो सबैजनाले 3 4 5 6 6वटा 5 प्रयोग गरेर बिरालो यति सजिलै बनाउन सकिदो रहेछ हेर्नु त साथीहरु हैन तपाईहरुले पनि घरमा बच्चाहरु छन् नि बच्चाहरुलाई देखाएर यो यस्तो बिरालो बनाउन सक्नुहुन्छ है हेर्नु साथीहरु यस्तो दामी बिरालो बन्छ नि ल हेर्नु यो भिडियो सेभ गरेर राख्नु होला हैन सेभ गरेर राखे नि हुन्छ शेयर गरे पनि हुन्छ हैन तर धेरै काम लाग्ने भिडियो छ यो बिरालो बनाउन यति सजिलो छ नि ल हेर्नु 5 वटा 6 वटा के अरे 4 वटा के अरे यो 5 प्रयोग गरेर एउटा बिरालो बन्यो अर्को दुईटा 5 ले अर्को बिरालो बन्दैछ यति सजिलै बिरालो बनाउन सकिदो रहेछ भन्ने कुरा यो भिडियोमा देखाएको छ भिडियोलाई लाइक कमेन्ट शेयर गरेर तपाईहरुले जहाँ त्यही पुर्याइदिन सक्नुहुन्छ भएन त गजब हैन